नमस्ते, म डाक्टर पीयूष गिरी। आज म धेरैजनाले सताउने समस्या आँखाको आइलिडको आई ब्याग बारेमा सबभन्दा धेरै सोधिने प्रश्न र त्यसको जवाफ दिने प्रयास गर्छु। आई ब्याग भनेको चाहिँ के हो? आई ब्याग भनेको चाहिँ यो आँखाको मुनिको आइलिडको भागहरूमा चाहिँ सुँगिँदै आउने अनि पोकाहरू बसेको जस्तो देखिनेलाई चाहिँ आई ब्याग भनिन्छ। र यसले गर्दाखेरि के असर गर्छ त? आई ब्यागले एउटा फिजिकल स्ट्रक्चर हो। यो चाहिँ यसमा हाम्रो नर्मल भइराख्ने बोसोको भाग चाहिँ नर्मलभन्दा बाहिर निस्केको भएर यो आई ब्याग बन्ने हो। यसले गर्दाखेरि चाहिँ सामान्यतः मान्छेलाई अलिक टायर्ड जस्तो देखिने, अलिक बुढेसकाल लागेको जस्तो देखिने र केही न केही इम्प्रेसनमा चाहिँ एकदम यङ एनर्जेटिकको लुक चाहिँ नदेखिने गर्दछ। आई ब्याग किन हुन्छ त? आई ब्याग चाहिँ नम्बर 1 कारण भनेको उमेरको कारणले नै हुन्छ। दोस्रो चाहिँ जेनेटिक्सको प्रब्लमले पनि हुन्छ। वंशागत कसैको छ भने चाहिँ कसैको छिटो आउने, कसैको ढिलो आउने हुन्छ। र अरू समस्याहरू रोगहरूले गर्दाखेरि पनि आउँदै हुन्छ। रोगहरूमध्येमा आउने भएको थाइरोइडको समस्यामा पनि देखिन्छ, अर्को लिभरको समस्यामा पनि देखिन्छ। बारम्बार एलर्जी भइराख्नेहरूको मान्छेमा पनि यो आई ब्याग चाहिँ देखिन्छ। अब आई ब्यागमा हुनुको कारण भित्री कुरा के हो त भन्दा आई ब्यागमा चाहिँ हामी नर्मली यो तलपट्टिको आइलिडमा नर्मल मेसो छाला त भइ नै हाल्छ। तर उमेर सँगसँगै र रोग सँगसँगै चाहिँ छाला पनि पातलो हुँदै जाने र भित्रपट्टिको जुन चाहिँ इलास्टिसिटी हुन्छ, टाइट भएर बसेको हुन्छ यङ उमेरमा भने बुढेसकाल छ, भित्री भागहरू पनि बिस्तारै तन्किँदै जाने, पातलो हुँदै जाने हुन्छ भने। अनि भित्र आँखाको यो आइलिडको तलमा आइलिडको भित्रपट्टि हुने बोसो चाहिँ नर्मल ठाउँमा नर्मली हुन्छ हो। त्यो आई ब्यागकोमा चाहिँ आफ्नो ठाउँमा नबसिकन अलिकति बाहिर आएर निस्किएको नै हुन्छ। सधैँ बराबर हुन्छ भन्ने पनि छैन। एक साइडमा बेसी, एक साइडमा कम हुन पनि सक्छ। ढिलो चाँडो धेरै 30-35 वर्षको उमेरमा चाहिँ देखिन थाल्छ भने वंशगत रूपमा देखिने हो भने त्योभन्दा अगाडि नै पनि देखिन चाहिँ सक्छ। अब आई ब्याग आयो त अब के गर्न सकिन्छ? आई ब्यागको छालाको मात्रै समस्या टाइटनिङ हो भने छालाको पार्ट टाइट गर्दाखेरि पनि हराउँछ भने धेरैसो आई ब्याग चाहिँ छाला मात्रै टाइट नगरिकन भित्री बोसो जुन चाहिँ आफ्नो ठाउँबाट बाहिर निस्केको छ त्यसलाई पनि हटाउनु चाहिँ जरुरी हुन्छ। आई ब्यागको सर्जरीमा गरिने यही नै। सर्जरीमा के हुन्छ भन्दाखेरि चाहिँ यो जुन चाहिँ तन्किएको छाला हुन्छ त्यसलाई टाइट गर्छौँ र छालाभन्दा मुनिक भएको भागहरू जुन चाहिँ पातलो हुँदै गएको, लुज हुँदै गएको त्यसलाई पनि टाइटनिङ गरिन्छ भने आँखाको तलपट्टि भएको भागको बोसो जुन चाहिँ बाहिर निस्किएको छ त्यसलाई पनि हटाउँछ। यो चाहिँ कुन प्रविधिबाट हुन्छ भन्दाखेरि यो चाहिँ हाम्रो यो परेलाको तलपट्टिको भागबाट पनि हटाउन सकिन्छ, अर्को चाहिँ परेलाको भित्री भागबाट पनि हटाउन सकिन्छ। उमेरको कारणले गर्दाखेरि हो भने चाहिँ परेलाको तलपट्टिको भागबाट हटाउँदाखेरि एक्स्ट्रा छाला र टाइटनिङ पनि गर्न मिल्ने भएको भएर उमेर हद भएको बेलामा चाहिँ यो परेलाको तलबाट गर्दाखेरि धेरै उपयुक्त हुन्छ। यो चाहिँ बिहोस बनाएर पनि गर्न सकिन्छ, बिहोस नबनाइकन पनि गर्न सकिन्छ। बिहोस नबनाइकन गर्दाखेरिको फाइदा के हो भने हस्पिटल बस्नु परेन, अनि त्यही दिन घर जान पनि सकियो। बिहोस बनाउँदाखेरिको एउटा झले के हुन्छ भने साह्रै डर लाग्छ अपरेसन भनेदेखि चाहिँ बिहोस बनाएर गर्न सकिन्छ। त्यो बेलामा चाहिँ खाली पेटमा आएर एक दिन चाहिँ हस्पिटल बस्नुपर्ने चाहिँ हुन्छ। र आई ब्यागको सर्जरीमा यसको समय कति लाग्ला अनि रिकभरी कस्तो हुन्छ भन्ने के चाहिँ कस्तो जिज्ञासा छ। यसको समय चाहिँ आई ब्याग हटाउँदाखेरि एउटा आँखामा सामान्यतः 1-1.5 घन्टा लाग्छ भने दुईटा गराउँदाखेरि साधारणतः 2 घन्टादेखि 3 घन्टाको अपरेसनको टाइम हुन्छ। र यसको रिकभरीमा चाहिँ केही दिनको लागि चाहिँ अलिक सुन्निने हुने, निलदामहरू हुने पनि हुन्छ भने आँखा चाहिँ खोल्न सकिन्छ। र अपरेसनको दौरानमा आँखाको भागमा केही पनि टच नगरिकन गर्ने भएको भए आँखालाई चाहिँ सुरक्षितै मानिन्छ। निलदाम र यो बाहेक हुनसक्ने कम्प्लिकेसनहरू भनेको केही हदसम्म इन्फेक्सनहरू पनि हुनसक्छ, अझ केही समयको लागि
आँखाबाट अलिअलि आँसु त्यो पहिलाको भन्दा अलिकति धेरै आउन सक्ने कि त ड्राई आइज केही समयको लागि चाहिँ हुनसक्छ। र यसको रिकभरीको दौरानमा आइसहरू लगाइराख्नु पर्ने, सिधा सुत्न नपाइने, सुत्दाखेरि कम्तीमा 2-3 तिनवटा सिरानी राखेर सुत्दाखेरि चाहिँ सुन्निनेहरूको र यो कम्प्लिकेसनहरू चाहिँ धेरै कम हुँदै जान्छ। टाङ्का चाहिँ सामान्यतः धारले 10 दिन बाद निकाल्नुपर्छ भने यसको सुन्निने भागहरू चाहिँ लगभग 2 हप्तामा धेरै कम भइसकेको हुन्छ। फाइनल रिजल्ट चाहिँ 1 देखि 1.5 महिनामा आउँछ। यसको रिस्कहरू चाहिँ के छ भने एउटा चाहिँ सुन्निने हो, एउटा निलडामहरू हुनसक्छ, अब इन्फेक्सनहरू हुनसक्छ र केही मान्छेहरूमा केही छोटो समयको लागि आँखा ड्राई हुने कि त केही समयको लागि अलिकति बराबर नदेखिने, तर यो सबै समय सँगसँगै ठिक हुँदै जान्छ। अब दाग देखिन्छ कि देखिँदैन यो आई ब्याग सर्जरी गर्दाखेरि भनेको चाहिँ हिजो मैले सोधिन्छ। आई ब्यागको सर्जरी गर्दाखेरि यसको हामीले अपरेसन गर्ने भाग चाहिँ परेलाको ठ्याक्क तल हुने भाग भयो। केही समय निको हुँदाखेरि गाजर लगाएको जस्तो देखिने भयो भने केही महिना 2-3 महिनामा चाहिँ यो दाग चाहिँ कम हुँदै जान्छ। यसै यो आई ब्याग सम्बन्धी उपचार गर्नु मन छ अथवा प्रश्न सोध्नु मन छ भने उहाँले यहाँ अस्पतालमा जहिले पनि रेडी छ। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्ते।